जुन परिवर्तन तपाई संसारमा देख्न चाहनुहुन्छ त्यो परिवर्तन पहिला स्वयंमा ल्याउनु पर्छ। नमस्ते, हाम्रो यस युट्युब च्यानल 360 डिग्री माइन्ड्समा यो महान भनाइसँगै आज हामीले वासलात के हो र वर्तमान समयमा बैंक तथा वित्तीय संस्थाले तयार पार्ने वासलातको ढाँचालाई कसरी सम्झिने, सूत्रबद्ध रूपमा कसरी सम्झिने भनेर हामीले यस भिडियोमा समावेश गर्न गइरहेका छौं। ओके, ढिला नगरी हामीले आजको भिडियो सुरु गरौँ। वासलात, ब्यालेन्स सिट, ब्यालेन्स सिट भनेको के हो भन्दाखेरिमा पहिला ब्यालेन्स सिट भनेको कुनै पनि संस्थाको निश्चित समय बिन्दुको सम्पत्ति, हैन, सम्पत्ति, एसेट्स, दोस्रो भनेको लायबिलिटी र क्यापिटल सहित तयार पारेको वित्तीय विवरणको शीर्षक भनेको वासलात हो, हैन। यी तीनटै समावेश गरी तयार पारेको, जसलाई तयार पारेको वित्तीय विवरणको वासलात हो, जसलाई के भनिन्छ भने चाहिँ कुनै पनि संस्थाको वित्तीय पोजिसन अथवा हेल्थ देखाउने एउटा इन्डिकेटरको रूपमा लिइन्छ, परिसूचकको रूपमा लिइन्छ, हैन। यसलाई चाहिँ एउटा ऐनाको संज्ञा पनि दिन सकिन्छ, हैन। अर्को भनेको यो भनेको एउटा लेखाको समीकरण हो, किनभने एसेट्स इक्वल टु के हुन्छ, एसेट्स इक्वल टु के हुन्छ भन्दाखेरि क्यापिटल प्लस लायबिलिटी हुन्छ, लायबिलिटी हुन्छ। त्यसलाई लेखेको समीकरण भनिन्छ। निश्चित समय बिन्दुमा पोइन्ट अफ टाइममा यो के तयार गरिन्छ, जसमा तीनटा कुरा, मुख्यतया तीनटा शीर्षक समावेश गरिन्छन् र यसले चाहिँ कुनै पनि संस्थाको पोजिसन र स्वास्थ्य हेल्थलाई सो गर्छ, हैन। यति भन्दाखेरि वासलात बुझिन्छ, हैन। र वासलात बनाउने नर्मल्ली दुईटा फर्मेट, परम्परागत हिसाबले टी फर्मेटमा थियो र अहिले वर्तमान समयमा चाहिँ भर्चुअल भनेको भर्चुअल फर्मेटमा अहिले बैंक तथा वित्तीय संस्थाले के बनाइरहेछन् भनेको वासलात बनाइरहेछन्, हैन। यसको मुख्य पर्पज भनेको के हो भनेको यसको अवस्था भने कुनै पनि संस्थाको स्वास्थ्य कस्तो छ, त्यसको पोजिसन कस्तो छ, ती कुरा पत्ता लगाउनको लागि, ती कुरा जान्नको लागि चाहिँ वासलात तयार गरिन्छ, हैन। जो अहिले वर्तमान समयमा चाहिँ बैंक तथा वित्तीय संस्थाले चाहिँ एनएफआरएस को गाइडलाइन्स अनुसार के गरेको छ, वासलात बनाउने गरेको छ, जसको फर्मेट चाहिँ हामीले कसरी बनाउने भन्दाखेरिमा नर्मल्ली कसरी बनाइरहेको हुन्छ भन्दाखेरिमा डटर कम्पनी, हैन, डटर कम्पनी लिमिटेड एलटिडी, हैन, कन्सोलिडेटेड फाइनान्शियल पोजिसन, कन्सोलिडेटेड फाइनान्शियल पोजिसन, हैन, पोजिसन एज अन क्वार्टर अहिले क्वार्टरली गर्छ, इन्ड डट डेट लेख्ने, यहाँनिर डेट लेख्ने। यसो गऱ्यो भने टक्क कसरी बनाइरहेको हुन्छ भने यहाँनिर यो बनेको हामीले के बनाइरहेको छौँ, वासलात बनाइरहेको छौँ, हैन। यहाँ चाहिँ ग्रुप ग्रुप र अर्को भनेको यहाँ भनेको बैंक, हैन। यहाँ भनेको हाम्रो पर्टिकुलर राखेर हुन्छ, पर्टिकुलर राखेर। ग्रुपमा पनि दुईटा फर्मेट टक्क, हैन। ग्रुपलाई पनि दुईटा र बैंकलाई पनि दुईटा टक्क, यसलाई बैंकलाई पनि दुईटा गरे। यहाँ के भनेपछि दिस क्वार्टर इन्ड र प्रिभियस इयर इन्डिङ, यही सेम यहाँ यो राखेर फर्मेट हुन्छ। र यो भित्र नर्मल्ली अहिले चाहिँ तत्कालीन फाइनान्शियल के भन्छ पोजिसन अथवा ब्यालेन्स सिटमा चाहिँ 31वटा टर्महरू रहेका छन्। ती 31वटा टर्महरूलाई कसरी सम्झिने त भनेर हामीले एउटा फर्मुलामा टिकेर हामीले बनाउँछौँ, हैन, जसलाई हामीले निम्न फर्मुलाद्वारा हामीले बनाउन सक्छौँ वासलात, हैन। एसएसलाई भनेको सिडिपिडी ओल्ली ओएलएलआई सी ट्रिपल आइपी
र जिडिओ गरेर फर्मुला हामीले तयार गर्छौँ, जसमा भनेको कतिवटा छन् भनेको 16वटा छन् हैन, 16वटा टर्म छन्। र लाइबिलिटी भन्छ 4D BCP डुडस भनेर 11वटा टर्महरू। र क्यापिटलमा चाहिँ क्यापिटल अथवा इक्विटीमा इक्विटीमा चाहिँ आर स्क्वायर एस स्क्वायर गरी 4वटा टर्महरू जम्मै जोडेर 31वटा टर्महरू राखेर चाहिँ अहिले वासलात तयार गरिन्छ, जुन अघि मैले फर्मुलेट राखेको थियो हैन। अब यसलाई सम्झिने कसरी त भन्दाखेरि सिडिपिडी ओन्ली सी ट्रिपल आई जिडिओ हेर्दाखेरि के छ, सी भनेको क्यास एन्ड क्यास इक्विभ्यालेन्ट, डीबाट ड्यू फ्रम एनआरबी हैन, पीबाट प्लेसमेन्ट विथ बिएफआइएस, डीबाट डेरिभेटिभ फाइनेन्सियल इन्स्ट्रुमेन्ट, त्यसपछि ओबाट अदर ट्रेडिङ एसेट्स, एलबाट लोन एन्ड एडभान्स टु बिएफआइएस, अर्को एलबाट लोन एन्ड एडभान्स टु कस्टमर, आईबाट इन्भेस्टमेन्ट सेक्युरिटी हैन, सीबाट करेन्ट ट्याक्स एसेट्स, आईबाट इन्भेस्टमेन्ट सब्सिडायरी, अर्को भनेको इन्भेस्टमेन्ट एसोसिएट, अर्को इन्भेस्टमेन्ट प्रोपर्टी, र अर्को भनेको जिडिओबाट गुडविल एन्ड इन्टेन्जिबल एसेट्सको कुराहरू, डीबाट डिफरल ट्याक्स एसेट्सको कुराहरू, ओबाट अदर एसेट्सको कुराहरू। यो भनेको नर्मल्ली के भयो, एसेट्सका पार्टहरू भयो हैन। यो कहाँ छ त भन्दाखेरि एनआरबी डिरेक्टिभको खण्ड खमा चाहिँ टोटली बनाइदिएको छ। यो चाहिँ हामीले सम्झिने तरिकाले सर्टकट बनाएको यो बनाएको। अर्को लाइबिलिटी भनेको के, लाइबिलिटी हामीले के बनाएको थियो फर्मुला 4D BCP डुडस बनाएको थियो भनेको 4वटा डीमा, एउटा डी भनेको ड्यू टु बिएफआइएस, अर्को ड्यू टु एनआरबी, र अर्को भनेको डेरिभेटिभ फाइनेन्सियल इन्स्ट्रुमेन्ट डीबाट, अर्को भनेको डिपोजिट फ्रम कस्टमरबाट डिपोजिट कति आयो त्यो रकम, यो भयो भनेको 4D कुरा। बीसीपी भनेको बोरोइङका कुराहरू, लोनका कुराहरू हैन, बोरोइङका कुराहरू, लोनका कुराहरू भयो। त्यसपछि अर्को भनेको सी भनेको करेन्ट ट्याक्स एसेट लाइबिलिटीको कुराहरू, उहाँ एसेट थियो भने अहिले यहाँ चाहिँ लाइबिलिटीको कुराहरू भयो। अर्को भने पी प्रोभिजनहरू केही प्रावधानहरू छन् भने ती कुराहरू पनि यहाँ पनि के भयो, डीबाट भनेको डिफरल ट्याक्स लाइबिलिटी कुरा, उहाँ डिफरल एसेट्सको कुराहरू थियो, यहाँ लाइबिलिटी कुराहरू भयो। अर्को भनेको अदर लाइबिलिटी कुनै अन्य लाइबिलिटी छन् ती कुराहरू। अर्को डी भनेको डेप्ट सेक्युरिटी इस्युडको कुराहरू, यदि डेप्टको सेक्युरिटी भनेको लोनका सेक्युरिटीहरू इस्यु गरेका छन् ती कुराहरू पनि। अर्को भनेको सबोर्डिनेट टर्म लाइबिलिटी भनेको कस्तो भनेपछि मेन लाइबिलिटी भन्दा थोरै टाइम पछि पनि पे गर्न पाइने खालको के भएको भनेको कन्डिसन अथवा टर्महरू भएको, प्रावधान भएको लोन भनेको के हो, सबोर्डिनेट टर्म लाइबिलिटी हो, त्यस्तो तिर्नुपर्ने लाइबिलिटी हो। अर्को भनेको हाम्रो क्यापिटल अथवा इक्विटी भनेको 4वटा नर्मली, सेयर क्यापिटल, सेयर प्रिमियम, रिटेन अर्निङको रिजर्भ, यी कुराहरू हैन। यी कुराहरू भनेको नर्मल्ली वर्तमान समयमा वासलातमा रहेको कुरा हैन। कुनै यी टर्महरूमा चाहिँ कुनै कन्फ्युज छ यदि भनेपछि हाम्रो यस भिडियोमा चाहिँ तल कमेन्टमा बक्समा चाहिँ कमेन्ट गर्नुहोला हैन, त्यो सम्बन्धी पनि हामीले भिडियो बनाउने छौँ। ओके, वासलात के हो, वासलातलाई अहिले वर्तमान समयमा के कसरी कुन फर्मेटमा चाहिँ बैंक वित्तीय संस्थाले बनाउँदै गइरहेका छन् र त्यसलाई सम्झिने कसरी सम्झिने भन्ने कुरा चाहिँ हामीले यस भिडियोमा समावेश गऱ्यौँ। र यी कुराहरू हामीले समावेश गरेका बुदाहरूमा टर्महरूमा चाहिँ कुनै कुराहरू डाउट भएको अवस्थामा चाहिँ कमेन्ट गर्नुहोला, हामी त्यो सम्बन्धी पनि भिडियो बनाउनेछौँ। ओके, हाम्रो यस युट्युबबाट च्यानलबाट आइरहेका भिडियोहरूमा र आजको यो भिडियोमा चाहिँ यदि हजुरहरूलाई मन परेको छ भने प्लिज लाइक गर्न, सेयर गर्न, कमेन्ट गर्न नभुल्नुहोला। धन्यवाद।